सबैलाई नमस्कार हजुर हजुरले देखिरहेको आलु हो यो हाम्रो स्टिम है ब्रोइलर स्टिम हाम्रो यो कुवा पनिर बन्छ है हजुरले देख्नुभएको छ यो स्टिम हो यो है यहाँबाट आलु बाल्ने यो चाहिँ मुखाहरूमा जाने त्यसपछि यो चाहिँ त्यहाँ 1 मिटर हो कति टेम्परेचर पुग्यो भनेर देखाउने त्यसपछि यहाँनिर देख्नुहुन्छ एउटा पाइप यो पाइप चाहिँ बाँसको पाइप हो है यहीबाट चाहिँ टेम्परेचर जान्छ यो पाइप हुँदै यता आएको छ है यो बाँस चाहिँ यो पाइप हुँदै यता आएको छ यो एउटा कराई यो चाहिँ मैले दहीको लागि बसालेको छु यो है अनि यो चाहिँ पुरौनी बनिरहेको छ यो देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो यो टेम्परेचर यो 80 छ है टेम्परेचर चाहिँ